सबैजनालाई नमस्कार साथीहरू। आज म तपाईहरुलाई बिर्तामोड र अर्जुनधाराको सिमानामा रहेको मानन्द चोकदेखि माता मन्दिर जोड्ने अनि तपाईको सिटी सेन्टरदेखि यता माता मन्दिर जोडेर मानन्द चोक जोड्ने बाटोमा चाहिँ यो बाटो बनाउने ठेकदारले चाहिँ डोजरले चाहिँ अलिकति बाटो राम्रो नबनाएको कारणले गर्दाखेरि यो आवत जावत गर्न अप्ठ्यारो भयो भनेर चाहिँ अर्जुनधारा 11 का हाम्रा गणेश ढुङ्गाना अभियन्ता दाइ चाहिँ यसरी आफै बेलचा ल्याएर चाहिँ आफै बाटो सरसफाइ गर्दै हुनुहुन्छ। यहाँ स्कुलका बसहरूलाई साना गाडीहरूलाई अप्ठ्यारो भयो भनेर चाहिँ सहज होस् आवतजावतमा यहाँ अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले चाहिँ आफै काम गर्दै हुनुहुन्छ है। आफैमा सामाजिक अभियन्ता पनि हुनुहुन्छ र तपाईहरुको भनाइ के छ, प्रतिक्रिया के छ र उहाँले गरेको काम एकदम जायज छ, एकदम राम्रो छ है। र ठेकदारको ध्यान चाहिँ यसमा चाँडै जाओस्।